सफ्ट कोडमा कभर पेज हामीले कसरी बनाउन सकिन्छ भनेर देखाउन चाहँदैछु। कृपया ध्यानपूर्वक भिडियोलाई अन्तिमसम्म हेरिदिनु हुन अनुरोध गर्दछु। जस्तो मैले यहाँनिर विन्डो प्लस प्रेस गरेँ, यहाँनिर विन्डो लेखिसकेपछि ओकेमा क्लिक गरेँ। अब ओकेमा क्लिक गर्छु, हामीले माइक्रोसफ्ट वर्डको पेज पाउँछौँ। सर्वप्रथम म यो पेजलाई पेज लेआउटमा गएर यसको चाहिँ मार्जिन सेटअप गर्छु। जस्तो मार्जिन सेटअपमा मैले यहाँनिर कस्टममा टप राइट क्लिक बटनमा हामीले यति 1 इन्च नै छोड्नुपर्ने हुन्छ। त्यसपछि यसको बटर मार्जिनमा हामीले जुन स्टिचिङ गर्ने भएको छ 0. त्यसपछि साइजमा क्लिक गर्छु। साइजमा क्लिक गरिसकेपछि म A4 चुज गर्छु। अनि हाम्रो ओरिएन्टेसन भन्नाले यो पेपरको चाहिँ ठाडो तेर्सो भन्छौँ हामी त्यसलाई, प्रोटेक्टमै क्लिक गरिदिन्छु। त्यसपछि सर्वप्रथम म यहाँनिर हामी पेज लेआउटमै छ। पेज लेआउटमा हाम्रो बोर्डर भन्ने हुन्छ। बोर्डर अप्सनमा क्लिक गरिसकेपछि यहाँ बोर्डर धेरै प्रकारको राख्न सकिन्छ। जस्तो अब लाइन बोर्डर मात्रै चाहिएको छ भने हामी यो स्टाइल चुज गरिदिने बित्तिकै यहाँ लाइन आउँछ। तर हामीलाई चाहिँ हटाउनु पऱ्यो भने यो ठाउँमा चाहिँ एकचोटि क्लिक गर्दा आउँछ, एकचोटि क्लिक गर्दाखेरिमा चाहिँ हट्छ। अनि जस्तो मलाई यो होइन, लाइन स्टाइलको लाइन होइन कि मलाई चाहिँ 8 बोर्डर चाहियो भन्यो भने चाहिँ मैले यसरी 8 बोर्डरमा गएर यसरी मैले 8 बोर्डर चुज गर्छु। जस्तो अब यहाँनिर बोर्डर राखिसक्यो 8मा गएर। त्यसपछि यसको चाहिँ कलर, मलाई कलर चाहियो भने जस्तो मलाई रेड कलर चाहियो भने मलाई कलरमा गएर अटोमेटिकमा क्लिक गर्ने बित्तिकै यहाँनिर कलर देखिन्छ। कलरको पनि विभिन्न मोड चाहियो भने मोड कलरमा गएर क्लिक गर्छु। यहाँनिर चाहिँ अरू अन्य कलरहरू पनि राख्न सकिन्छ। जस्तो मलाई अहिले ब्लू चाहियो भने ब्लू यसरी राख्न सकिन्छ। मलाई रेड चाहियो भने फेरि रेड कलरमा राख्न सकिन्छ। जस्तो चुज गर्न सकिन्छ। यहाँनिर मैले यसको चाहिँ वाइट चाहिँ मैले 21 पिटी राखेँ। यहाँनिर अप्लाई टुमा चाहिँ हामीले ख्याल गर्नुपर्ने हुन्छ। यहाँ धेरै अप्सन छ। यो मध्ये चाहिँ जहिले पनि हामी दिस सेलेक्सन फर्स्ट पेज ओन्लीमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि अप्सनमा क्लिक गर्ने। अप्सनमा किन क्लिक गर्ने भनेर गरेर पनि देखाउन जाँदैछु। जस्तो यहाँनिर मैले ओके यतिकै ओके गरिदिएँ भने चाहिँ हाम्रो उसको आफ्नो चाहिँ मार्जिनमा गएर बस्छ। अहिले चाहिँ हामीले पन्चिङ गर्न नमिल्ने के अरे स्टिचिङ गर्न नमिल्ने अप्सनमा गएर बोर्डरको लाइन बस्दियो। त्यसको लागि हामीले सुधार गर्नुपर्ने हुन्छ। पेज बोर्डरमा क्लिक गर्ने बित्तिकै अब अरू त काम सकिसकेको छ, यहाँनिर अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। जस्तो अप्सनमा क्लिक गरिसकेपछि यहाँनिर मेजर फर्ममा चाहिँ हामीले टेक्स्ट चुज गर्नुपर्ने हुन्छ। टेक्स्ट चुज गर्ने बित्तिकै हामीले यो हाम्रो टेक्स्टको नजिक जब हामी यहाँनिर लेखिन्छ, कर्सर यहाँ छ लेखिन्छ, त्यो लेखेकै अक्षर नजिक नै बोर्डरलाई चाहिँ हामीले राख्नु पर्यो भने चाहिँ हामी त्यो अवस्थामा जानुपर्ने हुन्छ। जस्तो त्यो अप्सनमा चुज गर्नुपर्ने हुन्छ। जस्तो अब म यहाँनिर लेख्न जाँदैछु। जस्तो म पेजमा बोर्डरको टेक्स्टहरू लेखेर देखाउँछु। त्यसै गरी अब यहाँनिर कुन विद्यालय
यसमा मलाई टेक्स्टहरूलाई चाहिँ सेन्टर लाइनमा पऱ्यो भने पहिलो नम्बर जस्तो अब मैले यो टेक्स्टलाई चाहिँ सेन्टर गर्नु पऱ्यो भने कन्ट्रोल ए थिचिसकेपछि त्यो सेलेक्ट अल पेज सेलेक्ट अल टेक्स्ट सेलेक्ट हुन्छ। त्यसपछि मैले सेन्टर एलिमेन्टमा क्लिक गर्छु अथवा सेन्टर एलिमेन्ट मात्रै नभएर कन्ट्रोल ई गरेँ भने पनि यो यसरी टेक्स्ट सेन्टरमा आउँछ। मैले यसलाई चाहिँ फन्ट साइजलाई चाहिँ ठुलो बनाउँछु जस्तो अब यति भइसके पछाडि डिलिट थिचेर माथि लिएर आउँछु। अब यति भइसकेपछि यहाँनिर हामीले तिनवटा लाइन तान्नुपर्छ। जस्तो म यहाँ इन्सर्टमा क्लिक गर्छु, सेपमा क्लिक गर्छु, त्यसपछि यहाँनिर लाइनमा गएर यसलाई यो लाइन चाहिँ मैले त्यसले गर्दा यो लाइनलाई चाहिँ सानो छ, यसलाई चाहिँ यसको मोटाइ बढाउँछु। मैले सेप आउटलाइनमा क्लिक गर्छु, वाइटमा क्लिक गर्छु, त्यसपछि मैले यसलाई 6 फिटी राख्छु। अब यसको कलर टक्का निलो चाहियो भने चाहिँ फेरि सेप आउटलाइनमा गएर यहाँनिर मोर यसलाई सजिलो छ। जस्तो मैले अर्को बनाउनको लागि फेरि म यहाँनिर जानु पर्दैन, किनभने फेरि त्यहाँ गयो भने मोटाइ पनि हामीले बढाइरहनु पर्छ। जस्तो कन्ट्रोल सी गर्छु, कन्ट्रोल भी गर्छु, कन्ट्रोल भी गरिसकेपछि मैले यसलाई चाहिँ यहाँनिर यसलाई सानो बनाउँछु, छोटो बनाउँछु। छोटो बनाइसकेपछि यहाँनिर चाहिँ अब यसलाई फेरि कन्ट्रोल सी कन्ट्रोल भी गर्दा फेरि दुःख हुन्छ जस्तो लाग्छ भने यहाँनिर कन्ट्रोल प्लस माउसको लेफ्ट भनेको कन्ट्रोल थिचिराखेर माउस तान्दियो भने पनि योनिर अब यति भइसके पछाडि लगभग टेक्स्ट चाहिँ ओके छ। कन्ट्रोल ए थिचेर फेरि मैले यसलाई बोल्ड गरिदिन्छु सबै टेक्स्टलाई। अब यति भइसके पछाडि अब यो हामीले स्कुल इम्प्रुभमेन्ट प्लानलाई चाहिँ अलिकति स्टाइल दिनु सक्यो भने चाहिँ राम्रो देखिन्छ। जस्तो यहाँनिर चाहिँ क्रप गर्ने 180 डिग्री हामीले क्रप गर्ने भने चाहिँ अलिकति राम्रो देखिन्छ कभर पेज हो। जस्तो त्यसको लागि चाहिँ हामीले वुड आर्टबाट डिजाइन दिनुपर्ने हुन्छ। जस्तो वुड आर्टमा गएर हामीले क्लिक गर्ने बित्तिकै यहाँ ए भनेर विभिन्न स्टाइल एको स्टाइल मात्रै देखिन्छ। ए भनेर देख्यो भने हामीलाई चाहिँ काम गर्न गाह्रो हुन्छ। त्यसको लागि मैले यहाँलाई जानकारी गराउँछु कि त्यो सर्वप्रथम फाइलमा गएर सेभमा क्लिक गर्ने, सेभमा क्लिक गरिसके पछाडि यहाँनिर स्कुल इम्प्रुभमेन्ट प्लान भनेर मैले यहाँनिर सेभ गरेँ। अहिले मैले यसलाई डेस्कटपमै चुज गरेँ, डेस्कटप चुज गरिसकेपछि सेभ डेस्कटप फाइल लोकेसन डेस्कटप चुज गरेँ। कभर पेज फाइल नेममा स्कुल इम्प्रुभमेन्ट प्लान कभर पेज भनेर लेखेँ, कभर भनेर लेखेँ। त्यसपछि कभर भनेर लेखेँ। त्यसपछि सेभ एज टाइपमा चाहिँ मैले यहाँनिर बिर्सिनुहुन्न कि जस्तै यहाँनिर वर्ड डकुमेन्ट छ, हामीले वर्ड आर्टमा लेख्न छौँ, यदि वर्ड आर्ट बनाउन जानेछौँ भने चाहिँ हामीले यहाँनिर सेभ एज टाइपमा गएर चाहिँ 97-2003 डकुमेन्ट भनेर चाहिँ यसरी सेभ गर्नु टाइप चुज गर्नुपर्ने हुन्छ र सेभमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि कन्टिन्यूमा क्लिक गर्नुपर्ने हुन्छ। जब कन्टिन्यूमा क्लिक गर्छौँ यो टेक्स्टलाई मैले एकचोटि कपी गरेँ र एकचोटि यो टेक्स्टलाई चाहिँ डिलिट पनि थिच्दिएँ अनि 2-4 चोटि इन्टर प्रेस गरेँ। त्यसपछि वर्ड आर्टमा क्लिक गरेँ भनेर यो फिचरभन्दा अहिलेको अलिकति नयाँ फिचर आउँछ। यसलाई चाहिँ तेस्रो नम्बरमा क्लिक गरेर यो टेक्स्ट हियर अघिको जुन कपी गरेको टेक्स्ट छ यहाँनिर कन्ट्रोल भी गरेँ। अब यो टेक्स्ट अब यो लगभग वर्ड आर्टमा चाहिँ देखिसकेको छ। यसलाई मैले यहाँ साइडबाट चाहिँ यसरी घटाइसके पछाडि यसको सबैभन्दा पहिला मैले ऱ्याप टेक्स्टमा गएर चाहिँ इन फ्रन्ट अफ टेक्स्ट गरेँ, जसले गर्दा यो टेक्स्टलाई हामीले यताउति सार्न मिल्छ, दायाँ बायाँ सार्न मिल्छ। अब यो ती भइसके पछाडि यो इन फ्रन्ट अफ टेक्स्ट भनेको टेक्स्टभन्दा अगाडि आइसकेको छ। चेन्ज सेपमा क्लिक गरेर मैले चाहिँ यहाँनिर यो हाम्रो कति डिग्रीमा घुमेछ मतलब कस्तो चाहिने हो यहाँनिर स्टाइल चेन्ज गर्न पनि सक्छु हैन। तलबाट घुमाउनु पऱ्यो भने माथिबाट क्रप दिनु पऱ्यो भने यो क्रप गर्नु पऱ्यो भने त्यसपछि मैले यहाँनिर सेन्टर पोइन्टमा क्लिक गरेर जब टेक्स्टलाई चाहिँ क्रप गरिदिन्छु यो ट्याक्कै हामीले खोजेको जस्तो क्रप भइसकेको छ। अब यहाँनिर मैले फिल कलरमा गएर जस्तो सेप फिलमा गएर चाहिँ यहाँनिर मैले निलो फिल गरेँ। जस्तो मानिलिउँ यहाँनिर निलो फिल गर्ने भने यो निलो भयो। अब यति भइसके पछाडि सेप आउटलाइनमा गएर हामीले जहिले पनि नो आउटलाइन गरिदिनु पर्ने हुन्छ, किनभने सेप आउटलाइन नगर्दाखेरिमा चाहिँ यहाँनिर यस्तो थियो लाइन कालो देखियो थियो बाहिरपट्टि भने यहाँनिर सेप आउटलाइन चाहिँ नो आउटलाइन गऱ्यो भने चाहिँ हामीले प्लेन एकदम ट्याक्क हामीले फिल गरेको चाहिँ गर्नु टेक्स्टहरूलाई चाहिँ हामीले फेरि फिल गर्नु चाहिँ कहाँबाट गर्नु भन्दाखेरि जस्तो मैले यहाँ
सेलेक्ट गरिसके पछाडि अरू टेक्स्टहरूलाई चाहिँ हामी होमको ए भन्नेबाट यसरी टेक्स्ट चाहिँ फिल गर्न सक्छौँ। जस्तो यहाँनिर पेज अहिले अर्को पेजमा गएको छ, अर्को टेक्स्ट चाहिँ अर्को पेजमा गएको छ भने यसलाई चाहिँ यहाँनिर ग्याप फिल गरेर यहाँ मैले माथि आउँछ, जस्तो अर्को पेज हट्छ। अब यसरी चाहिँ हामीले एउटा एकदम सक्सेसफुल्ली कभर पेज डिजाइन गर्न सक्छौँ। र जस्तो मैले प्रिन्ट प्रिभ्यू भन्ने अप्सनमा चाहिँ क्लिक गरेँ भने हाम्रो यसरी कभर पेज चाहिँ अहिले रेडी भइसकेको छ। अब यो पेजलाई हामीले पिडिएफ बनाएर सेभ गर्न पनि सक्छ, एकदम सजिलो छ। जस्तो मैले यहाँ सेभमा क्लिक गरेँ, के अरे फाइलमा क्लिक गरेँ, सेभ एजमा क्लिक गरेँ, त्यसपछि मैले यहाँनिर अघिकै सेभ एज टाइपमा हामीले पिडिएफ भन्ने चुज गरेर यसरी चुज गरेर सेभ गरिदिउँ भने यो चाहिँ तुरुन्तै यो चाहिँ अब हाम्रो पिडिएफ फर्मेटमा चाहिँ प्रोटेक्ट डकुमेन्ट फाइलमा चाहिँ हाम्रो खुलिसकेको छ। यसरी हामी कभर पेजलाई डिजाइन गरेर प्रिन्ट निकाल्न सक्छौँ र हाम्रो चाहिँ स्कुल इम्प्रुभमेन्ट प्लानको अथवा अन्य प्रतिवेदनहरूमा चाहिँ हामी यसरी कभर पेज डिजाइन गरेर आफूले राख्न सक्छौँ। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला र यो चाहिँ भिडियोलाई अन्तिमसम्म हेरेर तपाईँहरू चाहिँ पक्कै पनि यो कभर पेज बनाउने चाहिँ टेक्निक चाहिँ सदुपयोग गर्नुहुनेछ भन्ने भन्दै बिदा हुन्छु। हस्, नमस्कार।